एभ्रीबडी ह्यापी दसैँ एभ्रीवान। मलाई बाहिरको त्यो एउटा रुख देखाउन मन लाग्यो के कस्तो खतरा भइरहेछ के क्यानाडामा फल चलिरहेछ है। अनि आज चाहिँ टिकाको तेस्रो दिन हाम्रो चाहिँ क्यानाडामा चाहिँ अक्टोबर 1 मै टिका थियो अनि हामीले अक्टोबर 1 मै लगाइसकेको थियौँ। आज चाहिँ नेपाली भाइहरूले टिका नलगाएको अनि नेपाली भाइहरूकोमा गएर टिका लगाउन जान लागेको। अल्सो नेपालीहरूले चाहिँ प्रोग्राम अर्गनाइज गरेछ सबैजनाले मिलेर है सुसेन्ट मेरी क्यानाडामा, त्यहाँ पनि जाँदैछौँ। अब अलिअलि मुमेन्ट्सहरू म सेयर गर्छु कस्तो हुन्छ के हुन्छ। अनुज ह्यापी दसैँ भनेन? ह्यापी दसैँ। कस्तो एटिट्युड देखाउने के दसैँको दिन पनि एटिट्युड देखाउने के। ओके सो म सेयर गर्छु है ल, मुमेन्ट्सहरू सेयर गर्छु। किप वाचिङ। अनि यो चाहिँ मैले हालेको प्रेस अन नेल्स है। मेरो खास एकदम नङ टोक्ने बानी छ, म एकदम खत्तम छु यो कुरामा। तैपनि मैले आज कस्तो बाङ्गो भएर नेल्सहरू पनि पहिलोचोटि हालेको हो, तर यतिसम्म मैले गर्न सकेँ। ल यो आर्ट चाहिँ कसको हो? कसले हालेको? हेलो भन्सुमित। हेलो ह्यापी दसैँ। अबे बुढो प्लिज त्यसो नभन न। ल सबै पूजा गरेर अब टिका लाउनलाई रेडी। टिका लगाइयो, एकदम रमाइलो भयो। ल हेर टिका कस्तो जमरा पनि कस्तो राम्रो थियो है। जमरा कहाँ गयो त्यो कस्तो पहेँलो कलरको हुन्छ नि, त्यो टिपिकल जमरा। त्यस्तो मैले भिडियोमा पनि अगाडि देखाएको छैन, कस्तो राम्रो जमरा। अब हामी एकछिन घरमा जाँदैछौँ। घरमा चाहिँ भाइ र बहिनी, सुमन भाइ अनि बहिनी आउनु भएको छ अरे होइन, अनि त्यहाँ जानु लाग्यो। एन्ड देन हामी प्रोग्राममा जान्छौँ होला, नट स्योर अबाउट इट। अनुज चाहिँ हिज प्रिटी मच स्योर अबाउट इट, तर म चाहिँ आइएम नट स्योर जान्छु कि जाँदिनँ। लेट्स सी। अनि पानी पर्न थाल्यो क्या, पानी। व्हाट द हेल, हेर त कस्तो पानी परेको, पानी पर्यो, आसिना झर्यो दाइको रुमाल, भाउजूलाई मन पर्यो। ल ह्यापी दसैँ।
Watch out!